हामी आराध्य देव देवादिदेव श्री पशुपतिनाथ भगवानलाई कसरी बिहान सबेरै स्मरण गर्ने अर्थात् साम्ब सदा शिव भोले बाबालाई कसरी बिहान सबेरै स्मरण गर्ने भन्ने संस्कृत स्तोत्रलाई नेपालीमा व्याख्या गर्न गइरहेका छौँ। साथै भगवान श्री पशुपतिनाथको चरणमा परेर उहाँलाई कसरी सन्तुष्ट पार्ने र उहाँबाट बढीभन्दा बढी आशीर्वाद कसरी प्राप्त हुन्छ भन्ने विषयवस्तुहरूमा जानकारीमूलक प्रस्तुति लिएर आएका छौँ। प्रातः स्मरामि भवभीतिहरं सुरेशं गङ्गाधरं वृषभवाहनमं विकेशम खड्वाङ्ग सुलभरताभयहस्तमिशं संसाररोगहरमौषधमद्वितीयम्। यसको अर्थ जो सबै किसिमका सांसारिक भयबाट सधैँका लागि मुक्त गराइदिनु हुने र देवताहरूको स्वामी अर्थात् अधिपति हुनुहुन्छ, जसले गङ्गाजीलाई आफ्नो जटामा धारण गर्नुभएको छ, जसको वाहन साडी रहेको छ, जो अम्बिकाको स्वामी हुनुहुन्छ तथा जसको हातमा खड्वाङ्ग प्राचीन कालको एक अस्त्र, त्रिशूल, वरद वरदान दिने तथा अभय मुद्रा दायाँ हात उठाई नडराई भनी देखाइने मुद्रा रहेको छ, उहाँ संसारिक रोगबाट यथार्थ रूपमा मुक्त गराउने अद्वितीय औषधि स्वरूप ईश अर्थात् श्री महादेवको म प्रातः समयमा अर्थात् बिहान स्मरण गर्दछु। प्रातर्नमामि गिरिशं गिरिजार्तदेहं सर्ग स्थिति प्रलय कारणमादिदेवं विश्वेश्वरं भजित विश्वमनो विरामं संसाररुगहरमौषधमद्वितीयम्। यसको अर्थ जसको आधाङ्गको रूपमा भगवती श्री पार्वती रहनु भएको छ, जो संसारको सृष्टि अवस्थिति र प्रलयको कारण अर्थात् कारक तत्त्व हुनुहुन्छ, आदिदेव हुनुहुन्छ, विश्वको नाथ अर्थात् विश्वनाथ हुनुहुन्छ, विश्व विजयी र मनोहर हुनुहुन्छ, उहाँ सांसारिक रोगबाट पूर्ण रूपमा मुक्त गराउने औषधिको रूपमा रहनुभएका गिरिश अर्थात् श्री शिवलाई म बिहान नमस्कार गर्दछु। प्रातर्भजामि शिव मेकमन्तमाद्यं वेदान्त वेद्य मनघं पुरुषं महान्तं नामातिभेदरहितं च विकारशून्यं संसाररोगहरमौषधमद्वितीयम्। जो अन्तर्हित आदिदेव हुनुहुन्छ, वेदान्तद्वारा जान्न योग्य पापरहित र महान पुरुष हुनुहुन्छ तथा जो नाम जस्ता भेदहरूबाट रहित छवटा विकारहरू अर्थात् जन्म, वृद्धि, स्थिरता, परिवर्तन, क्षीणता र विनाशबाट शून्य सांसारिक रोगबाट पूर्ण रूपमा मुक्त गराइदिने औषधि स्वरूप हुनुहुन्छ, यस्ता श्री शिवको म बिहान भजन गर्दछु। प्रातः समुत्थाय शिवं विचिन्त्य श्लोकत्रयेनुदितं पठन्ति ते दुःखजातं बहुजन्म सञ्चितं हित्वा पदम्यन्ति तदेव शम्भो। जुन मनुष्यले प्रातःकाल अर्थात् बिहान सबेरै उठेर श्री शिवको ध्यान गर्दै प्रत्येक दिन यी 3वटा श्लोकहरू पाठ गर्दछ, त्यो मनुष्य अनेकौं जन्महरूमा सञ्चित दुःखहरूबाट यथार्थ रूपमा मुक्त भएर श्री शिवको त्यो ज्यादै करुणामय पद अर्थात् लोकमा पुग्दछ। भगवान श्री शिवको महिमा र स्तुति। एको हि रुद्रो न द्वितीयाय तस्तुर्येय इमाल्लोका निशत ईशनिभि प्रत्यञ्जनास्तिष्ठति संचुको चान्तकाले संसृज्य विश्वा भुवनानि गोपा। अर्थात् जो आफ्नो स्वरूप रूपी विविध शक्तिहरूका माध्यमद्वारा सबै लोकहरूमा शासन गर्नुहुन्छ, उहाँ रुद्र एकमात्र हुनुहुन्छ। यसैले विद्वानहरूले जगतको कारणका विषयमा निश्चय गर्दा अन्यको आश्रय लिएनन्। यस्ता परब्रह्म परमात्मा सबै जीवहरूको अन्तरात्मामा अवस्थित रहनु भएको छ। यसरी सबै लोकहरूको रचना गरेर तिनीहरूको रक्षा गर्ने परमात्माले प्रलयका समयमा यिनीहरू सबैलाई आफैभित्र समावित गराउनुहुन्छ।
यो देवानां प्रभवश्चोद्भवश्च विश्वादिपुरुद्रो महर्षि हिरण्यगर्भं जनयामास पूर्वं सनो बुद्ध्या शुभया संयुनक्तु। यसको अर्थ जो रुद्र इन्द्रादि देवताहरूको उत्पत्ति र अभिवृद्धिको कारक तत्त्व अर्थात् कारण हुनुहुन्छ तथा जो विश्वका अधिपति र महान ज्ञानी अर्थात् सर्वज्ञ हुनुहुन्छ, जसले सबैभन्दा पहिले हिरण्य गर्भलाई उत्पन्न गराउनु भएको थियो, यस्ता परमदेव परमेश्वर रुद्रले हामीलाई शुभ अर्थात् कल्याणदायक बुद्धिद्वारा सम्पन्न गराइदिनुहोस्। याते रुद्र शिवा तनु र घुरा पापकाशिनी तया नस्तनु वा सन्तमया गिरि सन्त विचाकसिही। हे रुद्र देवता, तपाईको जुन भयानकता रहित अर्थात् शान्त पापनाशक कल्याणदायी मूर्ति छ, पर्वतको शिखरमा निवास गर्नु भएर सुखको विस्तार गर्नुहुने हे भगवान श्री शिव, त्यो तपाईको अत्यन्त शान्त मूर्तिको माध्यमद्वारा तपाईले कृपा गरेर हामीलाई हेरिरहनुहोस्। ततः परम ब्रह्म परम बृहन्तम यथा निकायम सर्वभूतेषु गुणम विश्वशैक परिवेष्टिता र मिशम तम ज्ञात्वा मृता भवन्ति। यसको अर्थ यसभन्दा पहिले बताइएको जीवको समुदाय रूपी जगतभन्दा पूर्ण रूपमा अलग र हिरण्य गर्भ स्वरूप ब्रह्मा भन्दा पनि श्रेष्ठ सबै प्राणीहरूमा उनीहरूको शरीर अनुसारको भएर गोपनीय रूपमा अवस्थित रहनुभएका र सम्पूर्ण विश्वलाई सबैतिरबाट यथार्थ रूपमा घेरेर सबैतिर पूर्ण रूपमा व्यापक बनेर रहनुभएका एकमात्र परब्रह्म परमात्माको ज्ञान प्राप्त गरिसकेपछि ज्ञानीहरू अमर हुन्छन्। सर्वाननाशिरो ग्रीव सर्वभूत गुहाशय सर्वव्यापी स भगवास्तस्मात् सर्वगतः शिवः। यसको अर्थ उहाँ भगवान सबैतिर मुख, टाउको र गला वा गर्दन भएको हुनुहुन्छ, सबै किसिमका प्राणीहरूको हृदय रूपी गुफामा निवास गर्नुहुन्छ र सर्वव्यापी हुनुहुन्छ। यसैले उहाँ कल्याण स्वरूप परब्रह्म परमात्मा सबै ठाउँमा विद्यमान रहनुभएको छ। महान प्रभुर वै पुरुषः सत्तो स्वैष प्रवर्तक सुनिर्मला विवाम प्राप्ति मिसानो ज्योतिषिख्यय। निश्चित रूपमा महान सामर्थ्यवान, सबैमा शासन गर्ने अविनाशी र प्रकाश स्वरूप परम पुरुष पुरुषोत्तमले आफ्नो प्राप्ति रूपी यो अत्यन्त निर्मल लाभतर्फ लाग्नलाई अन्तरात्मालाई अभिप्रेरित गराइदिनुहुन्छ। पुरुष एवेदं सर्वं यद्भूतं मेच्च भव्यं उतामितस्तोष्य सानो एतन्नेनाति रोहति। यसको अर्थ जे अहिले भन्दा पहिले भइसकेको छ, जो भविष्यमा हुनेछ र खाद्य पदार्थहरूद्वारा यस समयमा जसको अभिवृद्धि भइरहेको छ, यो सबै जगत परम पुरुष परमात्माको स्वरूप हो र उहाँ नै अमृत स्वरूप मोक्षको स्वामी अर्थात् अधिपति हुनुहुन्छ। यो देवानां प्रभवश्चोद्भवश्च विश्वादिपुरुद्रो महर्षि हिरण्य गर्भं पश्येत जायमानं सनो बुद्धया शुभया सम्युनक्तु। अर्थात् जुन भगवान श्री रुद्रले देवराज इन्द्रादि देवताहरूलाई उत्पन्न गराउनुहुन्छ र तिनीहरूको अभिवृद्धि गराउनुहुन्छ तथा जो सबैको अधिपति र महान ज्ञानी अर्थात् सर्वज्ञ हुनुहुन्छ, जसले सबैभन्दा पहिले उत्पन्न भएका हिरण्यगर्भलाई देख्नु भएको थियो, उहाँ परमदेव परमेश्वरले हामीहरूलाई कल्याणदायक बुद्धिबाट सम्पन्न गराइदिनुहोस्। सुष्माति सूक्ष्मं कलिलस्य मध्य विश्वस्य स्रष्टा रमणेक रूपम विश्वैकं परिवेष्टिरतारं ज्ञात्वा शिवम शान्तिमत्यन्तमेति। यसको अर्थ जो सूक्ष्म भन्दा पनि अत्यन्त सूक्ष्म हृदय गुफारूपी ज्यादै गोपनीय स्थानको भित्रपट्टि अवस्थित सम्पूर्ण चराचर विश्वको रचना गर्ने अनेकौं स्वरूपहरू धारण गर्ने तथा समस्त जगतलाई सबैतिरबाट यथार्थ रूपमा घेरेर राख्ने हुनुहुन्छ,
उहाँ एकमात्र अर्थात् अद्वितीय कल्याण स्वरूप श्री शिवका विषयमा तात्विक ज्ञान प्राप्त गरेको मनुष्यले सधैँ रहिरहने अर्थात् कुनै पनि अवस्थामा विनाश नहुने शान्ति प्राप्त गर्दछ। धृता त परम मण्डल मेवाति सूक्ष्मम ज्ञात्वा शिव सर्वभूतेषु गुणम विश्वस्वैकं परिवेष्टितारं ज्ञात्वा देवं मुच्यते सर्वपाशै। अर्थात् कल्याण स्वरूप एकमात्र परब्रह्म परमात्मालाई घिउको माथिल्लो भागमा रहने त्यसको तात्विक सार जस्तै अत्यन्त सूक्ष्म र सबै प्राणीहरूको हृदयरूपी गुफामा विद्यमान रहनु भएको जानेपछि तथा सम्पूर्ण जगतलाई सबैतिरबाट यथार्थ रूपमा घेरेर अवस्थित रहनु भएको जानेपछि मनुष्य सबै किसिमका बन्धनबाट पूर्ण रूपमा मुक्त हुनेछ। एता तमस्तन्न दिवा न रात्रि न सन्न चासन शिव एव केवल तत अक्षरम तत् सवितुर्वरेण्यम प्रज्ञान तस्मात् प्रसिता पुराणी। जब अज्ञानमय अन्धकारको पूर्ण रूपमा अभाव हुन्छ त्यस समयमा अनुभवमा आउने तत्त्व अर्थात् न दिन हुन्छ न रात हुन्छ न सत हुन्छ र न असत हुन्छ। एकमात्र विशुद्ध कल्याणमय शिव मात्र हुनुहुन्छ। उहाँ यथार्थ रूपमा अविनाशी हुनुहुन्छ। उहाँ सूर्यका अधिपति देवताको पनि उपास्य हुनुहुन्छ तथा उहाँबारे यो पुरातन ज्ञान फैलिएको छ। भावग्राह्य मनिटाख्यम भावा भाव करम शिवम कला सर्ग करम देवम य विदुस्ते जौस्तनम। श्रद्धा र भक्तिभावद्वारा प्राप्त अर्थात् श्रद्धा र भक्तिभावद्वारा मात्र प्राप्त गर्न सकिने कसैको आश्रय नलिकनै अवस्थित रहनुहुने तथा सम्पूर्ण जगतको उत्पत्ति र संहार गर्नुहुने कल्याण स्वरूप तथा 16 कलाहरूको रचना गर्नुहुने परब्रह्म परमात्माका विषयमा जसले सात्विक रूपमा ज्ञान हासिल गर्दछ अर्थात् जान्दछ उसले यस नश्वर शरीरलाई सधैँका लागि परित्याग गरिदिन्छ अर्थात् ऊ जन्म र मृत्युको चक्रबाट सधैँका लागि मुक्त हुन्छ। जलेन वृष्टि बाप्नोति व्याधि शान्तै कुसुदकै दत्ना च पशुका मादाय श्रियाचुर सेन च मध्याचेन तनार्थी स्यान् मुमुछुर तीर्थबारेण पुत्रार्थी पुत्र माप्नोति पयसा चाविसेचनात् बन्ध्या वा काक बन्ध्या वा मृत वत्सा च याङ्गणा सत्य पुत्र मवाप्नोति पयसा चाविसेचनात्। वृष्टि चाहनेहरूले जलद्वारा रुद्राभिषेक गर्नुपर्छ। रोग व्याधि शान्त गर्न कुश मिश्रित जलले रुद्राभिषेक गर्नुपर्छ। पशु चौपाया चाहनेहरूले दहीले रुद्राभिषेक गर्नुपर्छ। सम्पत्ति चाहनेहरूले उखुको रसले रुद्राभिषेक गर्नुपर्छ र धन चाहनेहरूले म अनि घिउले रुद्राभिषेक गर्नुपर्छ। मोक्ष चाहनेहरूले तीर्थको जलले रुद्राभिषेक गर्नुपर्छ भने पुत्र चाहनेहरूले दूधले अभिषेक गर्नुपर्छ। यस्तै दूधले अभिषेक गर्नाले बन्ध्या सन्तान नभएकी स्त्री, काकबन्ध्या एउटा मात्र सन्तान भएकी स्त्री र मृत बच्चा सन्तान जन्मिएर मरेका स्त्रीहरूले पनि सन्तान प्राप्त गर्दछन्। बालग्रहो पशान्तीर्थ मेका वृत्ति मुदिरयेत् उपसर्गा तिशान्तीर्थम त्रिरावृत्तिम पठेन्नर ग्रहोपशान्तै कर्तव्या पञ्चावृत्तिर्परानने महाभय समुत्पन्ने सप्तावृत्ति मुदिरयेत् नवावृत्ता भवेत् शान्तिर्वाजपेय फलं लभेत् राजवश्य विभूतै च रुद्रावृत्ति मुदिरयेत्। सामान्य ग्रह शान्तिका लागि एक आवृत्ति पाठ गर्नुपर्छ। उल्का भूकम्प उल्कापात आदि शान्तिको लागि 3 आवृत्ति पाठ गर्नुपर्छ। त्यस्तै गरी विशेष ग्रह शान्तिका लागि 5 आवृत्ति पाठ गराउनुपर्छ। ठूलो सन्तास या विपत्ति आइपरेमा 7 आवृत्ति पाठ पर्याप्त रहन्छ। वाजपेय यज्ञ बराबरको फल 9 आवृत्ति पाठले दिन्छ। त्यस्तै रुद्र 11 आवृत्ति पाठले राजाबाट मनको कामना पूर्ण गर्न सकिन्छ र ऐश्वर्य प्राप्त गर्न सकिन्छ। सत षष्ठीर नील सुक्तञ्च पुनः षोडशमेव च एषतेत् बे नमस्तेत् बे नतम विद वयेमेव च मेदुष्ट मेति चत्वारि वयं सोमाष्टमेव च
वेदपादी विराख्यात मेतत्पै शतरुद्रियम। यसको अर्थ यही रुद्र 6 अङ्गसहित गरिएमा षडङ्ग रुद्री हुन्छ। 6 अङ्ग निम्नानुसार छन्। शिव संकल्प सूक्त सहितको प्रथम अध्याय हृदय, पुरुष सूक्त शिर, उत्तर नारायण सूक्तका 6 मन्त्र शिखा, आशु सिसाना आदि अप्रतिरथ इन्द्र सूक्तको तेस्रो अध्याय कवच, विप्राट इत्यादि मैत्र सूर्य सूक्तको चौथो अध्याय नेत्र र नमस्ते आदि 16 मन्त्र अस्त्र गरी जम्मा 6 अङ्ग हुन्छन्। शिव संकल्पहृदयं सूक्तं स्यात पौरुषं शिर, प्राहुर्नारायणीं च शिखा शाच्योतरा पिताम, आशु शिशान कवचं नेत्रं विप्राट बृहत स्मृतम्, शतरुद्रीयमस्त्रं स्यात् षडङ्ग क्रम रीत। यी 6 अङ्ग सहित रुद्राध्याय 5औं अध्याय र माझमा पुनः नमस्ते आदि 16 मन्त्र एवं महच्छिर नामक 6औं अध्याय पूरा पढेपछि एक रूपक वा रुद्र पाठ हुन्छ। 6 अङ्ग सहित 11 पटक रुद्र पाठ गर्दा षडङ्ग रुद्री हुन्छ। यस्तै 11 षडङ्ग रुद्री भएमा लघु रुद्री, 11 लघु रुद्री भएमा महारुद्री वा शतरुद्री र 11 शतरुद्रीको एक अतिरुद्री पाठ हुन्छ। यी 5 थरी रुद्र पाठ उत्तरोत्तर श्रेष्ठ छन् भनी शास्त्रमा भनिएको छ। हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुभएकोमा अत्यन्त आभार प्रकट गर्दै अर्को कार्यक्रममा कस्तो किसिमको विषयवस्तु अर्थात् के विषय हजुरहरूलाई जिज्ञासा हुन्छ त्यो कुरा कमेन्ट गर्न नभुल्नुहोला। हाम्रो कुनै गल्ती कमजोरी भएको अवस्थामा आदरणीय विद्वत वर्गबाट उचित सल्लाह अनि सुझावको साथै प्रतिक्रियाको आशा राख्दै आजको यस विशेष प्रस्तुतिबाट बिदा चाहन्छु। हजुरहरूको दिन मङ्गलमय रहोस्। धन्यवाद।